यो दृश्य हो कोहलपुरको सब्जी मण्डी बजार। साथीहरू नमस्ते। यतिखेर म कोहलपुरको सब्जी मण्डीमा आइपुगेको छु। तपाईहरु देख्न सक्नुहुन्छ यो दृश्य। आज कोहलपुरको सब्जी मण्डीको बजारमा चाहिँ केही मान्छेहरू अलिकति चहलपहल धेरै देखिएको छ। किन भन्दाखेरि अहिले चारैतिरको नाका, यो भारतको नाकाहरू अहिले बन्द भएको अवस्थामा हाम्रो नेपालगञ्ज रुबेडिया नाका नजिकै रहेको सुन्दर शहर कोहलपुरमा हामी चाहिँ बस्छौं भने कोहलपुरको सब्जी मण्डी अहिले पहिलाभन्दा एकदमै धेरै चहलपहल देखिएको छ। यहाँ देख्न सक्नुहुन्छ वृद्ध बाबा आमाहरू हैन, यसरी हाम्रो किसान दाजुभाइ दिदीबहिनीहरू यसरी बसेर आफ्नो जमिनमा उब्जनी गरेर ल्याएर चाहिँ बेच्नुहुन्छ। उहाँको सब्जीलाई हामीले चाहिँ कदर गर्नु पर्यो, रिस्पेक्ट गर्नु पर्यो र हामीले किनेर खाइदिनु पर्यो। किन भन्दा हामीले किनेको त्यो पैसा हाम्रो नेपाली पैसा चाहिँ नेपालमै रहनेछ र चाहिँ हाम्रो पैसा चाहिँ बाहिर पनि जाने छैन। त्यसले गर्दाखेरि फाइदा हामीलाई नै हुनेछ। हामीले नबुझेर मात्र हो अहिले चाहिँ यो बन्द भएपछि चाहिँ एक हिसाबले चाहिँ हामीलाई नै फाइदा भएको छ। त्यसले गर्दाखेरि हामीले बुझ्नु पर्यो यो कुराहरू। चहलपहल पहिलाभन्दा एकदमै राम्रो चहलपहल व्यापक भएको छ। कृषकहरूको चाहिँ अनुहारमा चाहिँ अलिकति खुसी पनि देखिएको छ। त्यसले गर्दाखेरि सम्पूर्ण साथीलाई कस्तो लाग्छ यो भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनु होला। थ्यांक यू सो मच।